लाई नमस्कार, म मोहन भट्टराई। यात्राको क्रममा कहिले मुस्ताङ पुगिन्छ, कहिले ताप्लेजुङ जिल्लाको पाथिभरा मन्दिर पुगिन्छ, कहिले भोजपुर। यात्रा निरन्तर अगाडि बढिरहेको छ। त्यही यात्राको क्रममा आज पहिलोचोटि म हुन त बत्ती मुनिको अँध्यारो भने जस्तै म मोरङ जिल्लामा बस्ने मान्छे यही सुनसरीको नजिक समीप भएको यो बोक्ताङ डाँडो आइपुगेको थिइनँ। आज भाग्यवश म बोक्ताङ डाँडो आइपुग्ने सौभाग्य पाएँ। त्यही अन्तर्गत मैले पनि एउटा सानो भिडियो क्लिप बनाउन सफल भएँ। कृपया कस्तो लाग्छ हेरिदिनु होला। बोक्ताङ डाँडो कस्तो रहेछ त हेर्न जाउँ त भनेर हिँड्दाखेरि हामी कहाँ पर्छ भनेर प्राय कौतुकता पनि पर्छ। कतिपयलाई थाहा भइसकेको हुनसक्छ। यदि नयाँ हेर्दै हुन्छ भने तपाईँहरू जब चतारा आइपुग्नुहुन्छ, चताराबाट कोसीको पुल हुँदै हामी जुन नयाँ कोसी पुल कटिसकेपछि कोसी पुलबाट लगभग 2-2.5 किलोमिटर पश्चिम दिशा आइसकेपछि बाटामा तपाईँ देख्न सक्नुहुन्छ बेलाका रिसोर्ट भनेर उत्तर साइडको बाटो देखिएको छ। त्यसको ठिक अपोजिट साइडबाट एउटा सानो पिच बाटो उत्तरतिर लाग्छ। त्यो बोक्ताङ डाँडो जाने बाटो भनेर लेखिएको छ। त्यही डाँडोलाई पहिल्याएर तपाईँहरू लगभग 3-4 किलोमिटर डाँडो चढिसके पश्चात तपाईँहरूले एउटा डाँडामा ठिक्क एउटा राम्रो होटल देख्न सक्नुहुन्छ। त्यहाँ बाटैमा पनि लेखेको छ माइती चेली होटल एन्ड रिसोर्ट भनेर लेखिएको छ। बेलाका नगरपालिका वार्ड नम्बर 8 बोक्ताङ उदयपुर भनेर लेखिएको छ। तपाईँहरू त्यहाँ आएर गाडी यहाँसम्म पार्किङ गरेर पार्किङ पश्चात हामी चाहिँ गाडी चाहिँ आउने बाटो यहीँसम्म, त्यहाँबाट बोक्ताङ डाँडो चाहिँ हामी पैदल हिँड्नुपर्ने हुन्छ। थोरै गेरुटे बाटो छ। कोही यो सानो तलको देखिएको गोरेटो बाटोबाट नि यो डाँडाबाट जान सकिन्छ। यो बाटोबाट पनि यो बाटो पहिर्न सक्नुहुन्छ। यहाँबाट लगभग 10 मिनटको बाटो हिँडिसकेपछि बोक्ताङ डाँडो पुगिन्छ। खासमा त्यस्तो वाउ भन्ने इम्प्रेसन भन्ने कुरो त्यहाँ देखिनँ मैले। एउटा नाङ्गो डाँडोमा जुन हरियाली डाँडा हुनुपर्ने त्यसलाई तासेर अनि अहिलेका प्लास्टिकका रबरका जुन घाँसहरू छन् त्यस्तालाई ओछ्याएर बनाएको त्यो अति बनाइको लाग्यो। त्यो मलाई त्यति राम्रो लागेन। किनकि जुन डाँडो थियो डाँडोमा पश्चात झार रोपिएर फुलबारीहरू बनाइदिए भए त्यहाँ राम्रो हुन्थ्यो। त्यो एउटा व्यवस्थापकीय अथवा त्यो जुन भाइरल गराउनेले पनि अलिक कमजोरी हो। तर वाउ भन्ने त्यस्तो देखिँदा पनि एक अर्थमा चाहिँ त्यहाँबाट देखिने दृश्यहरू चाहिँ वाउ छन्। फेरि तपाईँले त्यो डाँडाबाट जुन अहिले म देखाइरहेको छु यो नदी सप्तकोशी नदी हो। यी सप्तकोशी नदीमा कुन कुन नदी छन् त भनेर भन्नुभयो भने प्राय सबैलाई थाहा हुनसक्छ। मैले भने गल्ती हुनसक्छ, तसर्थ सबै तपाईँहरू आफै जान्नुहुन्छ, आफू भन्न सक्नुहुन्छ। र यो सप्तकोशी नदी माथि चतारा जुन बरा क्षेत्रबाट चताराको जुन पुल कटिसकेपछि उसले आफ्नो सम्म भूभाग जति भेट्छ उसले आफूले अँगालोले भेटे जति आफ्नो तागतले भ्याए जति कटान गरेर एउटा सम्म भूमिलाई